सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु अब आफ्टर लङ टाइम पछि म आज चाहिँ टक्क भ्लग बनाउँदै छु हैन हाम्रो चाहिँ अब यो लास्ट डेको प्र्याक्टिकल हो सो अब हामी चाहिँ हिँडिसक्यौँ फिल्डमा यो इन्स्ट्रुमेन्टहरू पनि बढी नै छ आज टक्क लिएर निस्किसक्यौँ अब आज हामीले चाहिँ गर्नुपर्ने हुन्छ रोडको क्रस सेक्सन अनि कर्भहरू चाहिँ सेट गर्नुपर्ने हुन्छ सो हेर्दै जानु होला के हुन्छ कसो हुन्छ आजको चाहिँ दिन हामी हजुरहरूलाई देखाउँछौँ के हुन्छ ल साथीहरू सबैजना रेडी हो नि सैनराम ठिक छ अब चाहिँ हामी अलि अगाडि गएर चाहिँ काम स्टार्ट गर्छौँ सो लेट्स गो हेर्दा गाइज हामी चाहिँ अब काम स्टार्ट गर्न लागिसक्यौँ होइन टक्क लाएर म चाहिँ अब यहाँ लेभलिङ मेसिन टक्क सेटअप गर्छु बसेको चाहिँ टक्क रिडिङ लिने काम हुँदैछ होइन यो चाहिँ सेन्टर रिडिङ यसरी चाहिँ हामीले क्रस सेक्सनको चाहिँ सेन्टर अनि R1 R2 L2 गरेर 4 चोटि रिडिङ लिनुपर्छ यसको चाहिँ सो परबाट साथीले लिइरहेछन् सो आजको काम चाहिँ यस्तै छ टक्कै म चाहिँ मेजरिङ टेप लिएर हिँडिरहेको छु नाप्दै गर्दै हिँड्नुपर्ने हुन्छ सो अब जाँदै गर्दै जाउँ हामीले चाहिँ अब 1000 मिटर गर्नुपर्ने छ 1 किलोमिटर गर्दै जाउँ अब यो 30 मिटरकै लिनलाई यिनीहरूले आधी घन्टा लगाउला जस्तो म चाहिँ एकचोटि तिनीहरूलाई फर्काएर आउँछु यो मेजरिङ टेप लिनु यिनीहरूले चाहिँ पुरै खतम काम गर्छन् रिडिङ पनि लिँदैन ओ रिडिङ लिए न भयो अनि R1 R2 लिनु पर्यो त नि के हेरेर बसेछौ तिमी लियो न फटाफट सेन्टरको त लियो सेन्टरको लियो अब R1 R2 लियो न R2 R1 L1 L2 लियो न लेफ्ट साइड राइट साइडको लियो टक्क लाएर यहाँ चाहिँ रिडिङ हेर्नुपर्ने हुन्छ यसरी टक्क रिडिङ पनि यसो देखाउँछ L1 L2 लिन्छौँ यसै गरी चाहिँ क्रस सेक्सनको काम हुन्छ आज साथीहरु म तिमीलाई एउटा हेराउँछु यहाँ के लेखेको छ हामीले 0.905 कति छ 0.905 0.905 ल हेर साथीहरुले हामीले चाहिँ यो 30 मिटरको इन्टरभलमा काम गरिरहेको छौँ हैन अब 0 बाट ठ्याक्कै 30 मा गएर हाम्रो ब्याक साइड चाहिँ यति छ नि अब आइएस मा सबै लेखिरहेको छौँ L1 L2 R1 R2 क्रस सेक्सन रोडको गर्दै छौँ अब यो त्यस्तै छ को यसै कहिले एफएस लास्ट को पॉइंट हुन्छ सेंटर पॉइंट को मशीन चेंज कर लिए तो ई पॉइंट दे देना एफएस में तब ई पॉइंट बीएस में चेंज होती यहाँ से चेंज होता है कि तो ई अनि यो चेन्ज गरेकै होला एफएस कुन हुन्छ अनि सुन मेरो कुरो सुन के हो भने जुन ठाउँमा सुन न जुन ठाउँमा हामीले मेसिन सेटअप गरौँ त्यसको अन्तिम रिडिङको सेन्टर चाहिँ एफएस हुन्छ यो अन्तिम रिडिङ यो एफएस हुन्छ अब जब चेन्ज गर्छ त्यो बीएस हुन्छ अब लिने रिडिङ बीएस हुन्छ काम चाहिँ टक्क क्रस सेक्सन लिएर चाहिँ हामीले 390 मिटर चाहिँ गरिसक्यौँ त्यति गर्दा यति पसिना आयो हेर्न सक्नुहुन्छ सो यिनीहरू चाहिँ धेरै गर्नु भएको छैन किनकि यिनीहरू छातामा बसिरहेको थिए अब यस्तै हो यिनी त पुरै काम छैन यिनको केही पनि एउटा रिडिङ लिनलाई 20 मिनट लाउँछ एउटा पनि पसिना आएन हेर तिम्रो मेरो पसिना हेर्न सक्नुहुन्छ तपाईँहरू फेसमा यस्तो छ अब हामी चाहिँ यहाँबाट अब कति मिटर बाँकी रह्यो 1000 मिटर 100 मिटर 500 मा चाहिँ गर्ने त्यसो सक्यो कर्भ नबनाउने कर्भ सेटिङ गर्ने कता गर्ने कुनैटा ठाउँमा गरे उता बनाउने के उता ठिक छ 10 वजन यो कयो कर्भ बनाउने लगभग सकिन लाग्यो 500 मिटर गर्ने 1000 मिटर हुने थियो अब हेर्दै जाम कति हुन्छ ठीक छ ल साथीहरु ल रमाइलो आइरहेछ नि आज लास्ट डे प्र्याक्टिकलको लास्ट सेन्टरको लास्ट डे हो मेमोरेबल हुने होला पछि टिचरको सैन नामले कस्तो छ फर्स्ट एन्ड लास्ट सनीराम दाजु भर्खर छ नि भन्दै उसको फर्स्ट डे हो आज फर्स्ट एन्ड लास्ट फर्स्ट दिन त आप्छ रे थियो सेकेन्ड डे अनि गाली खाएको हैन तिमीले गाली खायो नि के भने थियो त्यो भन्ने त त्यो मान्छेले के भन्दै थियो मैस्लिम भन्दै हुन ल मैस्लिम बिर्सिहाले के भन्दै थियो यो के रे सर तिमीहरु यहाँको मान्छे भएको भए मैथिलीमै देऊ न मैथिलीमै भन न मैथिलीमा के भन्ने यार तू सब यहाँ के आदमी रहते ना तो तोनी के बड़ी मार मारती से हैन त्यो बेला यो मान्छे चाहिँ आँपको रुखमा बसेर हाम्रो आँप चोरो पठाएको अनि सैनराम र मैले गाली खाएको होइन अनि सविता दिदी पनि हो दिदी पनि हाँस्दै हुनुहुन्छ हिँ गरेर सम्झिँदै अनि त्यो सब फोटोहरु मसँग छ क्या हेर्छु फोटो खै निरोको साग
यस्तै यस्तै छ यो मेसिन सेट भइरहेछ नि त्यहाँ पनि छ के त्यहाँ टक्क रिडिङ सिडिङ लियो अब क्रस सेक्सन सकिन लाग्यो यो पनि हेराइदिनु ऊ मान्छे चाहिँ पानी लिनु गएछ है हाम्रो साथी है ए जङ्गलमा गएको छ जङ्गलमा हुनाले त्यहाँ मन्दिर छ एउटा त्यहाँ पानी लिनु गएको ठिकै छ अब एकछिन रेस्ट गरौँ त्यसपछि फेरि भटाभट सुरु गरौँ सक्दिउँ अनि गइजाउँ आनन्दले हालत यस्तो छ हेर्नु यी पुरै पसिनै पसिना आएछ फाइट हुन्छ पुरै खतम छ ठिक छ पसिना देखेछ पुरै पसिनै पसिना छ फाइनल गाइज हामीले चाहिँ टक्क काम पनि सक्यौँ होइन अब चाहिँ हामी लास्ट डे हाइवेको प्र्याक्टिकल लास्ट डे सकियो राम्रोसँग गरियो अब चाहिँ अब हामी जान्छौँ रुमतिर फाइनली हामीले चाहिँ कति 1000 मिटर चाहिँ हान्यो ट्याक्क 1 किलोमिटर अनि अब चाहिँ जाने हो रुममा सँग पल्टिने हो यस्तो गाह्रो भएको छ आज चाहिँ प्र्याक्टिकल हाम्रो यत्तिकै सक्यो है यो 3 सालमा अब जे जति गरे आज लास्ट त थियो यो चाहिँ मेसिनहरु पनि लास्ट टाइम हाम्रो हातमा छ भनौँ न अब हैन यो लास्ट टाइम त नभनौँ अब त कामसम्म पायो भने गरियो होइन यो कलेजको चाहिँ अब लास्ट टाइमै हो लगभग गर्दैन हट सबै त लाग्यो सो यिनीहरूलाई चाहिँ हात नपाता भइरहेछ साथीहरू चाहिँ दुईजना चाहिँ भोक लाग्यो अरे भनेर चाँडै कुदिहाले तिनीहरू चाहिँ फर्किने भनेर आएको तिनीहरू अब तिनीहरू नफर्किनु जेलसम्म हामीले काम सकाइदिउँ त्यो भएर चाहिँ अब तिनीहरूलाई के दुःख दिइरहनु भनेर हामीले बोकेर हिँडिरहेछौँ अब वेटिङ गर्छौँ अलि अगाडि गएर यो शीतलमा बस्छौँ त्यसपछि आयो भने सबै एउटा एउटा बोकाउनु पर्छ तिनीहरूलाई पनि भ्लग चाहिँ राम्रो नराम्रो जे पनि जस्ताको जस्तै प्रतिक्रिया दिनु थ्याङ्क फर वाचिङ